Hello everyone, this is your brother Manish Saha, and first of all I'd like to congratulations to all the students who performed the medical examination CE and getting the full scholarships and getting the merit list. And यसपालिको मेरिट लिस्टमा कट अफ भने चाहिँ 52.25 एन्ड हाइएस्ट भनेको 182 एन्ड कतिपय बच्चाहरूको मेरिट लिस्टमा नाम भए पनि आफूले रोजेको युनिभर्सिटीहरू पाइरहेको छैनन्। तिनीहरूको लागि चाहिँ हाम्रो फरेनमा जर्जियामा रसियामा युक्रेनमा चाहिँ युनिभर्सिटीहरूले चाहिँ एडमिसन ओपन गरेका छन्। किनभने तपाईहरूले नेपालमा बसेर त्यही प्राइभेट कलेजमा पे गर्नुहुन्छ 62, 70, 72, 80 लाख रुपियाँ पे गर्नुहुन्छ एज युजल कलेज चुज गरे भने। इफ तपाईँले फरेनमा गर्नुहुन्छ भने त्योभन्दा हाफ अफ कस्टमा तपाईँले मेडिकल गर्न सक्नुहुन्छ। सो गाइज इफ यु आर इन्ट्रेस्टेड देन कन्ट्याक्ट मी डाइरेक्टली। द इम्पोर्टेन्ट कुरा भनेपछि तपाईँलाई कुनै पनि कन्सल्टेन्सी या थर्ड पार्टीको थ्रु आउनु पर्दैन। तपाईँले डाइरेक्ट मसँग कन्ट्याक्ट गरेर डाइरेक्टली एडमिसन पाउन सक्नुहुन्छ। इफ तपाईँ कुनै पनि थर्ड पार्टीको थ्रु जानुहुन्छ भने तपाईँले त्यो थर्ड पार्टीले एक्स्ट्रा चार्ज लिन्छन्, बट वर्क पनि एकदमै स्लो गराउँछन्। बट तपाईँ इफ मेरो थ्रु आउनुहुन्छ भने तपाईँले डाइरेक्टली एडमिसन पाउनुहुन्छ डाइरेक्टली युनिभर्सिटीबाट, एन्ड वर्क पनि भनेको छ अलमोस्ट 1 or 2 मन्थमा कम्प्लिट हुन्छन्। तपाईँले केही एक्स्ट्रा इन्फर्मेसन चाहिन्छ भने तपाईँले यहाँ माथि दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ, एन्ड केही इन्क्वायरी छ भने तपाईँले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ गाइज।